मेरो माइक म्युट छ, अनम्युट गरे। सो तपाईँहरूलाई स्क्रिन भिजिबल छ साथीहरू? स्क्रिन भिजिबल छ कि नै? च्याटमा भनिदिनु होला। र तपाईँहरूको माइक म्युट गरिदिए यहाँबाट। जे भए पनि च्याटमा हाल्नु ल। केही प्रब्लम भयो नि, केही सोध्नु छ च्याटमा हाल्नु। ओके। सो तपाईँलाई यो सो यहाँ जस्तै कि म एउटा कुनै बोर्ड लिन्छु कुनै मोडलको, ठिक छ। र त्यसमा जस्तै अहिले मसँग कुन बोर्ड छ, भर्खर अहिले यो मोडलको आइसी चेन्ज गरेको यो स्क्रैप बोर्ड हो। ठिक छ, यो स्क्रैप बोर्डबाट चाहिँ आइसी चेन्ज गरेको अर्को A10 यसमा, यहाँ यसमा यो A10 यस नै हो। भर्खर यसमा आइसी चेन्ज गरेको योबाट। त्यो स्क्रैप बोर्ड तपाईँको चार्ज भइरहेको थिएन, अहिले यो हेर्नु यहाँ चार्ज भइरहेछ 15%, 11 थियो 15 भयो। सो यसको जुन आइसी, यो आइसी अरू पसलमा थियो, कस्टमरको हिसाबले यो 6-7 महिनादेखि राखेको थियो एकजना अरू पसलले। तर त्यसलाई चार्जिङ आइसी भेटाएन। सो मसँग के थियो, स्क्रैप बोर्ड जसको आइसी, यो आइसी तपाईँलाई प्राय भेटाउँदैन, यो धेरै कम बलको आइसी हो। सो स्क्रैप मसँग स्क्रैप बोर्ड थियो, नयाँ आइसी थिएन, बट स्क्रैप बोर्ड थियो, योबाट निकालेर लगाइदिए, काम भयो एकैपल्टमा। मैले उसको फोटो पनि लिएछु सायद। यहाँ यहाँ हेर्नु, ओ भिपिआइसीहरू पनि बाइपास गरेछ। जसलाई दिएको थियो त्यसलाई उसले पनि बनाउन सक्थ्यो, तर आइसी उसँग नभएर यहाँ हेर्नु ओभिबिआइसी बाइपास गरेको छ, जसमा लगाए त्यसमा। र यहाँ चार्जिङ आइसी मैले यो चेन्ज गरेँ योबाट निकालेर, योबाट निकालेर त्यसमा हालेको। सो जाउँ हामी टपिकतिर। जस्तै कि अब कुनै पनि कम्पोनेन्ट छ, यहाँ हेर्नुभयो भने यति, यो भित्र कतिवटा कम्पोनेन्ट छ, यो भित्र कतिवटा कम्पोनेन्ट छ। आइसीलाई पनि कम्पोनेन्ट नै भनेर, कम्पोनेन्टमा के हुन्छ, जति पनि पार्ट पुर्जा छ, स्पेयर पार्ट छ मोबाइलको भित्र, जुन कम्पोनेन्ट त्यसलाई के भनिन्छ, कम्पोनेन्ट। कम्पोनेन्टमा यो होइन एउटा एउटा कुनै पनि पार्टलाई जनाउँदैन, त्यो अल कम्पोनेन्ट भनेको सबै कम्पोनेन्ट त्यसमा आउँछ। कम्पोनेन्टमा त्यो रजिस्टर पनि हुन सक्छ, क्यापेसिटर पनि हुन सक्छ, फ्युज रेजिस्टर पनि हुन सक्छ, सन्ट रेजिस्टर पनि हुन सक्छ, थर्मिस्टर पनि हुन सक्छ, आइसी पनि हुन सक्छ। सो यसमा कतिवटा कम्पोनेन्ट छ, 1 2 3 किसिम, कति किसिमको छ हेर्नु। एक यो छुट्टै भइगयो डायोड, यो क्यापेसिटर, यो रजिस्टर, तीनवटा भइगयो। यो क्वाइल भइगयो, चारवटा भइगयो। 1 2 3 4। अनि यो सन्ट रेजिस्टर छुट्टै हो, यो 5। ठिक छ, 5। अनि अरू यो हेर्नु, डबल कलर के हो, क्वाइल हो, यो के हो, सिपियु नजिकै छ, यो डबल कलर क्वाइल हो। ठिक छ, ब्लू यहाँ बिचमा के डट, यसलाई डटेड क्वाइल पनि, डटेड क्वाइल भन्न मिल्छ। यो डबल कलर डटेड क्वाइल, एउटा डट छ। डबल कलर क्वाइल तपाईँलाई यहाँ भेटाउँछ नेटवर्क सेक्सनमा। अहिले म अर्को बोर्डमा हेराउँछु। सो म्याक्सिमम 5 देखि 7वटा कम्पोनेन्टहरू लागेर के हुन्छ, मोबाइलमा मोबाइल बनेको हुन्छ। थर्मिस्टर, सन्ट रेजिस्टर, डायोड, क्यापेसिटर, क्वाइल, ठिक छ, फ्युज रेजिस्टर, यही म्याक्सिमम आइसी, यही म्याक्सिमम 5-7वटा कम्पोनेन्ट मिलेर के हुन्छ, सबै मोबाइल बनेको हुन्छ। यदि त्यो कम्पोनेन्टहरूको तपाईँले डिप लेभलसम्मको जानकारी राख्नुभयो भने तपाईँ काममा कतापि फस्नुहुन्न। यानि कि तपाईँलाई गाह्रो हुँदैन काम, तपाईँलाई कति बेला अल्छी लाग्छ काम गर्न, इरिटेट जस्तो फिल हुन्छ, जति बेला तपाईँलाई जानकारी हुँदैन कि यहाँबाट अब के गर्ने। यहाँ तपाईँ जहाँ अब युट्युबमा सर्च गर्नुहुन्छ, आफूभन्दा सिनियरलाई या कुनै साथीलाई सोध्नुहुन्छ, कस्टमर त्यति टाइम दिँदैन आज भोलि, तुरन्तै चाहियो,
म्याक्सिमम 2 घन्टा 3 घन्टा 4 घन्टा एक दिन दिन्छ। तर कुनै कुनै मोबाइल फस्यो भने त्यसमा लास्टै टाइम लाग्छ, यदि तपाईँलाई आइडिया छैन भने। कहिलेकाहीँ तुक्का मारेर युट्युबबाट हेरेर यताउता, त्यसको लागि पनि तपाईँलाई नलेज हुनु पर्यो, रिसर्च गर्नको लागि तपाईँलाई आइडिया हुनु पर्यो। अब त्यो पार्टको नामै थाहा छैन तपाईँलाई, यदि त्यो फेर्नु पर्यो भने कति भ्यालुको लाउनु पर्छ, कसरी चेक गर्ने, त्यो सबको लागि आइडिया हुनु पर्यो। सो मेरो मेरो मान्नु के छ भने, यदि तपाईँलाई बेसिक क्लियर भयो भने, तपाईँलाई चिप लेभलको बेसिक क्लियर छ भने, तपाईँलाई एडभान्स लेभलको काम गर्न एक कदापि गाह्रो हुँदैन। अलिकति कुरा रहन्छ ह्यान्ड स्किलको, तपाईँ 2 4 5 महिना यदि एकदम हार्ड वर्क मेहनत गर्नुभयो भने 10 12वटा मोबाइल स्क्रैप बोर्डमा एकदम मजाले काम गर्नुभयो भने, 2 घन्टा 3 घन्टा दिनको 2 घन्टा 3 घन्टा एकदम दिनुभयो भने एकदम मजाले तपाईँ एकदम राम्रो टेक्निसियन निख्रेर आउनुहुन्छ। ठिक छ। सो आज तपाईँको कतिजना यहाँ साथीहरू तपाईँहरू यहाँ हुनुहुन्छ जसलाई रजिस्टरको पुरै नलेज छ। सो एक कुनै सबैले हाल्न सक्नुहुन्छ च्याटमा कि रजिस्टरको के काम हुन्छ, सिरिजमा छ भने के काम हुन्छ, प्यारललमा छ भने के काम हुन्छ। सबभन्दा पहिला तपाईँहरू रेजिस्टरको भनिदिनु, त्यसपछि म भ्यालु पनि कसरी चेक गर्ने त्यो पनि बताइदिन्छु मल्टिमिटरले, र मल्टिमिटरको पनि आइडिया दिन्छु तपाईँहरूलाई। सो एकपल्ट मलाई रजिस्टरको के काम छ भने अनि कुन मोडमा मापिन्छ, दुईवटा चिज मात्रै बताइदिनु, कुन मोडमा मापिन्छ र सिरिजमा छ भने के काम हुन्छ, अथवा प्यारललमा छ भने के काम हुन्छ। ल छिटो। हो, यो एकदम बेसिक हो अमृत शाही जी, एकदम बेसिक हो। यहाँ हाम्रा एउटा पुरानो स्टुडेन्ट पनि हुनुहुन्छ, माधव राय। माधवजी एकपल्ट अनम्युट भइदिनुहोस् त। तपाईँलाई अनम्युटको पर्मिसन दिए, एकपल्ट अनम्युट हुनुहोस्। सक्नुहुन्छ भने अनम्युट भएर एकपल्ट बोल्नुहोस्। हजुर सर। के छ खबर माधवजी? एकैछिन, मेरो साउन्ड एकदम ठिकै कम छ छ। सर। भन्नुहोस् त। ठिकै छ सर, मेरो ठ्याक्कै यो एटेन्डेन्सकै समस्या आइरहेको छ कि सर। यो चार्जिङ स्विच अफ गर्दाखेरि लोगो देखाउनु खोज्छ, फेरि यो मैले चार्जिङ आइसी पनि चेन्ज गरेँ तैपनि त्यस्तै समस्या देखाइराखेको हुन्छ। यो चार्ज गर्दाखेरि चाहिँ सिग्नल देखाउनु खोज्छ, फेरि देखाउँदैन कि सर। 2 पटक त मैले बनाएको थिएँ, चार्जिङ आइसी चेन्ज गर्दाखेरि भएको थियो, फेरि 2 3 दिनपछि त्यस्तै समस्या आयो कि सर। रिटर्न भइहाल्यो फेरि। दुई ठिक छ, पटक चाहिँ तपाईँ बनेको थियो। के गर्नुहोस् भने सिसी बोर्डबाट यहाँ हेर्नुहोस्, A10s को ओपेन नै छ मेरो मसँग, म जस्ट बनाएको A10s को बर्नियोमा हेर्नु ओपेन नै छ। हजुर अहिले त टपिक हाम्रो चलिरहेछ, तपाईँले सोधिदिनु भयो भने यहाँ हेर्नु, यहाँबाट यो टिपी पोइन्ट छ भिभएसको, यहाँ एउटा जम्पर लाइनुहोस्, 2वटा वायर जोड्नुहोस्, जम्पर वायर 2वटा जोड्नुहोस् एउटैमा, र यहाँ एउटा जम्पर दिनुहोस्, र यहाँबाट सब बोर्डमा के गर्नुहोस् भने, सब बोर्ड ओपेन छ कि छैन, सब बोर्ड ओपेन छैन, सब बोर्डमा तपाईँलाई हेराउँछु। यहाँ हेर्नु, यो हेर्नुभयो नि, यो टिपी पोइन्टमा जम्पर दिनुहोस्, यहाँ हजुर, यो त्यो पनि गरेको सर मैले। गर्नुभयो? गरेँ सर, त्यो मैले गरेँ। त्यो गरिसकेपछि फेरि चार्जिङ आइसी ठिक पनि छ। चेन्ज गरेँ, त्यसपछि भएको थियो, फेरि 1 2 दिनमा रिब्याक भइहाल्यो, समस्या ए सेम ठिक छ। आइहाल्यो। त्यसो भए त्यसलाई स्टेप बाई स्टेप ट्रेस गर्नुपर्छ, डिपिडिएम लाइन चेक गर्नुपर्छ, र चार्जिङ आइसी को प्याड भ्यालु पनि लिनुपर्छ। ओभिपिआइसी, यहाँ ओभिपिआइसी छ, त्यो ओभिपिआइसी यहाँ होला, सिपियु नजिक हो, यहाँ छ। हो ओके ओभिपिआइसीबाट चार्जिङ आइसीमा 5 भोल्टेज यहाँ इन भइरहेछ कि भइरहेको छैन त्यो पनि चेक गर्नुपर्छ। सो तपाईँलाई म लास्टमा गाइड गर्छु ल। हस् सर। सो साथीहरू, तपाईँहरू यहाँ च्याटमा सिरिजमा रेजिस्टेन्स बढ्छ ओम ल, सिरिजमा रेजिस्टेन्स बढ्छ बाबा दिनेश, उहाँले कोसिस गर्नुभयो एन्सर दिन, बट
त्यो चाहिँ उहाँको एन्सर इन्करेक्ट छ, रङ। त ठिक छ, म यहाँ तपाईँहरूलाई अलमोस्ट सबैजना यहाँ न्यू हुनुहुन्छ, हो कि होइन? सबैजना नयाँ हुनुहुन्छ, एकपल्ट च्याटमा कन्फर्म गरिदिनुहोस् त, जसलाई कि बेसिकको पनि अलिकति पनि आइडिया छैन कम्पोनेन्टहरूको बारेमा, अलिअलि थाहा छ। त्यस्तै हो नि सबैजना? खोइ त च्याटमा केही आएन। अनि म कसरी कसरी बुझ्छु कि तपाईँहरू कुन लेभलमा काम गर्नुहुन्छ? आइडिया दिएपछि नि तपाईँहरूलाई त्यो हिसाबले म लिएर जान्छु। त ठिक छ, ध्यान दिएर यहाँ हेर्नुहोला र सुन्नुहोला। मेरो ओडमाथि र ल्यापटपमाथि ध्यान दिनुहोला तपाईँहरू। सो सबभन्दा पहिला अब जस्तै कि यहाँ के छ, चार्जिङ आइसी नजिकै एउटा के लागेछ, कम्पोनेन्ट लागेछ। अब मानुस् त्यो कम्पोनेन्ट यदि तपाईँले चिन्नु भएन भने कसरी थाहा हुन्छ कि यो कुन कम्पोनेन्ट हो, र यसको भ्यालु यदि चेक गर्नु पर्यो भने कसरी तपाईँ चेक गर्ने कि यसको भ्यालु कति छ भनेर? सो पहिला हामीलाई यो बुझ्नु पर्छ कि यो कम्पोनेन्ट के हो। यो कम्पोनेन्ट हो रेजिस्टर। के हो? रेजिस्टर। अब मैले कसरी चिने कि यो रजिस्टर हो भनेर? मैले कसरी एकैपल्टमा भनिदिएँ कि यो रजिस्टर हो? कसरी भनिदिएँ भने मलाई थाहा छ कि यो रजिस्टर हो। अब कसरी थाहा छ त्यो कुरा तपाईँहरूलाई म यहाँ भन्छु। जस्तै कि एक हल्का म यसलाई सफा गर्छु। जस्तै तपाईँहरूले यसो रिलेट गर्नु हुनुहुन्छ कि कुनै पनि हाम्रो साथी हुन्छ या कोही चिनेको मान्छे हुन्छ भने त्यसको हुलियाले, कपडाले नै हामी चिनिहाल्छौँ। कपडा लगाउने स्टाइलले, ठिक छ, त्यो हुलियाले नै हामी चिनिहाल्छौँ, हो कि होइन? हो कि होइन? च्याटमा भन्नुहोस्। हामी मान्छेलाई हुलियाले चिनिहाल्छौँ नि। त्यस्तै गरी हामी यो कम्पोनेन्टहरूलाई पनि हुलियाले, कलरले, रङले, डिजाइनले चिन्ने हो। जस्तै यो रेजिस्टर छ, त्यो के छ? सानो छ र हेर्नमा के छ? माथिबाट ब्ल्याक छ। अरू कम्पोनेन्ट यस्तो हुँदैन, यस्तो ब्ल्याक हुँदैन, सेम यस्तो हुँदैन, केही न केही फरक हुन्छ। सो तपाईँले के बुझ्नुपर्छ भने माथिबाट ब्ल्याक र सानो, बोर्डसँग एकदम चिप्लो अट्याच भएको, सबै त अट्याच हुन्छ तर यो के हुन्छ, सानो हुन्छ र बोर्डसँग यो अलिको उठेको हुँदैन, दबेको जस्तो हुन्छ, पुरै बोर्डमा के हुन्छ भने दबाइएको हुन्छ। र अरू कम्पोनेन्ट हेर्नुभयो भने यो उठ्छ, अग्लो हुन्छ, ठिक छ। त्यो अग्लो रजिस्टर अग्लो हुँदैन, माथिबाट के हुन्छ, पुरै ब्ल्याक छ। र यसो ब्यान्ड गरेर हेर्नुभयो भने के छ, साइडबाट यस्तो व्हाइट देखिन्छ। जस्तै यहाँ हेर्नु, म यसलाई अझै जुम गर्छु। के छ, साइडबाट के छ, व्हाइट छ। अरू कम्पोनेन्टलाई यस्तो यस्तो हेर्नु हो भने साइडबाट त्यो व्हाइट हुँदैन, ठिक छ। यसको अर्को साइड हेर्नु हो भने यो साइड पनि के हुन्छ त, यहाँ हेर्नु, यसलाई यो साइड, यो बोर्डलाई यसरी गरे अनि अब यसलाई यहाँ हेर्नु, व्हाइट छ। यहाँ हेर्नु, यो कुन व्हाइट, म तपाईँहरूलाई बोर्डलाई ब्यान्ड गरेको छु र यहाँ हेर्नु व्हाइट हेरिराख्नु भएको छ, व्हाइट। भन्नुहोस्, यो व्हाइट तपाईँलाई म हेराउन खोजिरहेको छु। यो हेर्नुभयो कुन व्हाइट म हेराउन खोजिरहेको छु? यो व्हाइट, यो व्हाइट म तपाईँहरूलाई हेराउन कोसिस गरिरहेको छु। यो व्हाइटले हामी कन्फर्म हुने कि यो के हो भने रेजिस्टर।
अब कन्फ्युज हुनुहुन्छ तपाईँहरू रजिस्टर चिन्दाखेरि। रजिस्टर यदि चिन्नु पर्यो भने माथिबाट के हुन्छ ब्ल्याक, र यसो ब्यान्ड गरेर हेऱ्यो भने के हुन्छ त रजिस्टर व्हाइट हुन्छ। यस यसमा हामीले हाल्नु छ। यस्तो व्हाइट हुन्छ। ठिक छ। अब मजाले तपाईँहरू चिन्नुहुन्छ हो कि होइन? यस या नो च्याटमा हालिदिनुहोस्। अब कहिले बिर्सिनु हुनुहुन्छ कि रजिस्टर कसरी चिन्ने भन्ने कुरा? कन्फर्म। दिपु श्रेष्ठ, मिलन श्रेष्ठ, सन्ता तामाङ, सुजन आचार्य, खोइ तपाईँहरू त टिभी हेरिराख्नु भएको छ जस्तो लागिरहेछ। टाइप गर्नुहोस् यहाँ। अनि सबैजना बोल्नुहोस्। टिभी यहाँ टिभी चलिरहेको छैन, फिल्म। सिक्नु छ भने एकदम तपाईँको फोकस हुनु पर्यो, सोधेको कुरा भन्नु पर्यो। ठिक छ? अनि तपाईँको दिमागमा जान्छ कुरा, नत्र फेरि 2 दिन पछि बिर्सिनु हुनुहुन्छ। एके मोबाइल यो सुतिराख्नु भएको छ, यहाँ हेर्नु एके मोबाइल। सो च्याटमा भनिदिनु सबै। ल सबैको आयो। सो जे सोधेपछि तुरन्तै भन्नुपर्छ ल। सो रजिस्टर अब जस्तै कि अब रजिस्टर त्यही अहिले म निकालेर फेरि यहाँ ध्यान दिनु, यो धेरै इम्पोर्टेन्ट तपाईँलाई। यो यदि अफलाइनमा जानुहुन्छ भने यही कुरा सिकाउनलाई तपाईँलाई 40,000, 50,000, 60,000 लिन्छ। त्यो पनि यति मजाले सिकाउँदै सिकाउँदैन। यहाँ हेर्नु। अब यो रजिस्टरको भ्यालु हामीलाई यदि चेक गर्नु पर्यो भने हामीलाई सबभन्दा पहिला निकाल्ने तरिका पनि तपाईँहरूलाई सिकाउँछु। आइरनले हल्का डिसोल्ड गरिदिने, सोल्डरले अथवा पिपिडीले। हाम्रो अनुप उता धनगढीबाट हुनुहुन्छ, उहाँ पनि यहाँ जोइन गर्नु भएको छ। उहाँलाई पुरै आइडिया छ, त्यही पनि उहाँको रिपिट भइहाल्छ। हेर्नु यहाँ, यसलाई के गरिरहेको छु, डाउनग्रेड गर्दैछु। डाउनग्रेड पिपिडीले, आइरनले यसलाई डाउनग्रेड गरिरहेको छु, ताकि यो मजाले हामी अरू कम्पोनेन्ट ड्यामेज नगरिकन यो मजाले यहाँबाट हामी निकाल्न सकोस्। यो के भयो? डाउनग्रेड भइसक्यो। यो के भयो? डाउनग्रेड भइसक्यो। सो साथीहरू, यसलाई के गरे? हल्का फ्लक्स लगाए र डाउनग्रेड गरे। हल्का फ्लेक्स लगाए र डाउनग्रेड गरे। दिनेशजी यसको यो माथि पनि आउँछु। सिरिजमा रेजिस्टेन्स बढ्छ, ओम ल यो के हाउ एक्सप्लेन। ठिक छ, यो पनि क्लियर गर्छु, तपाईँलाई टेन्सन लिनु पर्दैन। सरजी आवाज नहीं आवत बा, सन्दीप भाइ अनम्युट। यो डाउन गर्दा भन्ने कुरा अलिक बुझिएन, कसरी गर्ने डाउनग्रेड? हरिश्री, डाउनग्रेड गर्नको लागि तपाईँहरूलाई म भोलि यो कुरा
आज यो टपिक कम्पोनेन्टको बारेमा छ। सो एसेम्बल र डिसेम्बल तपाईँलाई भोलि गराइदिन्छु ल। डाउनग्रेड भनेको मैले पिपिडी एप्लाई गरेँ र पिपिडी को के हुन्छ, टेम्परेचर हुन्छ 138, 183, 250 डिग्री, त्यो के हुन्छ, टेम्परेचर हुन्छ। जुन कम्पनीबाट जुन कम्पोनेन्टहरू एसेम्ब्लेड हुन्छ, जुन कम्पनीबाट कम्पोनेन्टहरू एसेम्ब्लेड हुन्छ, त्यो 250 डिग्रीको पिपिडी एप्लाई भएर चाहिँ युज गरेर चाहिँ एसेम्बल भए हुन्छ। त्यसलाई हामी के गर्छौँ, लो टेम्परेचरको पिपिडी लगाएर डाउनग्रेड गरिदिन्छौँ। जस्तै कि अब हेर्नु, म यो कम्पोनेन्ट अब डाउनग्रेड भयो, यो निकाल्दा अरू कम्पोनेन्टलाई केही असर पर्दैन, अरू कम्पोनेन्ट मेल्ट हुँदैन, यो कम्पोनेन्ट मात्रै मेल्ट हुन्छ। त यहाँ हेर्नु, मैले कति टेम्परेचर राखेछु, 290 टेम्परेचर राखेछु र एयर 40। यसलाई के गर्छु, 300 गर्छु र एयर 40। एयर जस्ट 20-25 सेकेन्ड दिनु मलाई। यहाँ हेर्नु, टेम्परेचर अहिले कति राखेछु म, यदि टेम्परेचर पनि हेर्न चाहनुहुन्छ भने एसएमडी को 300 राखेछु र एयर 40। सो अलि क्लोज गर्नुपर्छ, अर्को माइक्रोस्कोपको क्यामेरा, अर्को क्यामेरा अन गर्नुपर्छ। यहाँ हेर्नु, अहिले चाहिँ 300 टेम्परेचर गरे, एयर 40 राखेछु। अब यसलाई म हिट दिइरहेको छु यसको माथि, त्यो कम्पोनेन्ट माथि। अब के हुन्छ भने, जस्तै कि यो कम्पोनेन्ट नजिकै अरू कम्पोनेन्टहरू छैन, तर अर्को केसमा के हुन्छ भने, कहिलेकाहीँ अब यो बिचको निकाल्नु पर्यो भने हामीलाई के हुन्छ, अर्को कम्पोनेन्टमा पनि हिट जान्छ। सो अरू कम्पोनेन्ट हल्का पनि ट्विजर यताउता भयो भने त्यो अरू कम्पोनेन्टहरू नि ड्यामेज हुन सक्छ। त्यसकै लागि हामीले यसलाई के गरे, टेम्परेचर के गरे, डाउन गरिदिए, टेम्परेचर डाउन गरिदिए। अब यसलाई के गर्छु भने कम्पोनेन्ट इजिली हाम्रो यही मेल्ट हुन्छ, अरू कुनै मेल्ट हुँदैन। यहाँ हेर्नु, यति टाइममा यो अलि, यहाँ हेर्नु, यो मेल्ट भइरहेछ बिस्तारै। हेर्नु, अरू कुनै मेल्ट हुँदैन यहाँ, किनभने यहाँ एउटै छँदैछ। भएको भए पनि यो अर्को मेल्ट नहुन्थ्यो, यो मात्रै के हुन्थ्यो, मेल्ट हुन्थ्यो। यहाँ हेर्नु, एकदम इजिली यो आउँछ, एकदम इजिली आयो कम्पोनेन्ट। र यहाँ यसलाई यहाँ राख्छु। यहाँ हेर्नु, अरू 2 मिनट पनि राख्यो भने यो अरू कम्पोनेन्ट मेल्ट हुँदैन। यहाँ हेर्नु, किनभने यसलाई के गरे थिए, टेम्परेचर डाउन गर्दै थिए, यसको गरिदिएको थिएँ, त्यही भएर चाहिँ यो मात्रै मेल्ट भयो। अब यसलाई यहाँबाट हटाउने र एउटामा मात्रै कनेक्ट गरिदिने। अब यसको भ्यालु हामी चेक गर्ने, ठिक छ। एउटामा मात्रै कनेक्ट गरिदिएको, यसको भ्यालु चेक गर्नु छ अहिले। अब मल्टिमिटरलाई के गर्छु, ओम्स मोडमा राख्छु र यसको भ्यालु चेक गर्छु। मल्टिमिटरलाई ओम्स मोडमा राख्छु। अब त्यो तपाईँलाई मल्टिमिटर पनि सो हुनु पर्यो।
सो जस्ट अ सेकेन्ड मलाई टाइम दिनु ताकि तपाईँहरूलाई मल्टिमिटर पनि सो होस्। मल्टिमिटर भिजिबल भयो होला तपाईँहरूलाई। यो डायोड मोडमा छ, अहिले तपाईँको ओम्स मोडमा छ। ठिक छ, हल्का माथि गर्छु। अहिले जुन छ मल्टिमिटर तपाईँको के छ त, ओम्स मोडमा छ। ल ठिक छ। सो अब के गर्नु पर्यो भने यसको भ्यालु चेक गर्नु पर्यो। रजिस्टर मल्टिमिटर कुन मोडमा राखिदिएको छु, ओम्स मोडमा। हामी रजिस्टरको जति भ्यालु चेक गर्नलाई हाम्रो जुन युनिट छ के छ, ओम्स मोड। ठिक छ, यसको एकाइ जुन छ ओम्स मोडमा मापिन्छ। सो यसलाई यो कति भ्यालुको छ, 10 किलोको। यो रजिस्टर कतिको छ, 10 किलो। अब कति बेला हामी ठिक मान्ने रजिस्टरलाई, 10 किलो। दुइटै साइडबाट भ्यालु चेक गर्दा सेम भ्यालु आयो भने हामी रजिस्टरलाई ओके मान्ने, र जति भ्यालु अब आयो त्यति भ्यालुको मान्ने। ठिक छ, सेम आयो। 1% मेबी टोलरेन्स हुन्छ, अलिकति तलमाथि हुन सक्छ। सो यो के छ, ओके छ। त्यो साइडबाट पनि यति आएको थियो, यो साइडबाट पनि यति आएको थियो। सो यो रेजिस्टर ओके छ र 10 किलोको छ। यसको भ्यालु अब हामीलाई के भयो, थाहा भयो। 10 किलोको यो रेजिस्टर छ। अब हामी यसलाई कन्फर्म गर्छौँ, ए 10 यसको चार्जिङ आइसी को माथि जुन यो कम्पोनेन्ट छ वास्तवमा 10 किलोको छ कि छैन। तर स्यामसङमा के हुन्छ भने भ्यालु लेखिएको हुँदैन, कहाँ बर्नियोमा पनि यसको भ्यालु दिएको हुँदैन, स्यामसङमा खास गरेर। सो एकपल्ट त्यही पनि हामी ट्राई गरौँ कि बर्नियोमा त्यसको भ्यालु दिएको छ कि छैन। सो अब हामीलाई के गर्नु पर्यो भने यसलाई बर्नियो एस्मेटिकमा कन्फर्म गर्नु पर्यो। यहाँ हेर्नु, यहाँ पनि एउटा रेजिस्टर देखाइएको छ बर्नियोमा पनि। अब यसको के गर्नु पर्यो भने एस्मेटिकमा हामीलाई चेक गर्नु पर्यो, एस्मेटिकमा। नत्र के हुन्छ भने रेजिस्टेन्स भ्यालु अन प्याड भनेर हुन्छ, यो मोडलको दिएको छैन। अब एस्मेटिक ओपन गर्ने र लेआउट ओपन गर्ने। एस्मेटिक ओपन गरे, अब यसको लेआउट त छैन, लेआउट खोइ। एस्मेटिक त दिएको छ, यसको लेआउट पनि हुनु पर्यो। सर्भिस मेनुअल पिडिएफ। अब के छ भने यसको लेआउटै छैन, लेआउट नभएर कहाँ हुन्छ त। यो पार्ट नम्बर हामीलाई थाहा भयो, हुनु पर्यो नि यसमा। जस्तै यहाँ हेर्नु, C2202 यो पार्ट नम्बर छ, यो क्यापेसिटर। अब त्यो लेआउटमा हुनु पर्यो। लेआउट मतलब जस्तै कि यहाँ हेर्नु, अर्को मोडलमा एस्मेटिक छ, यसको लेआउट छ। यहाँ हेर्नु, लेआउट छ। लेआउट भनेको यो कुरा हो कि जुन पनि जति पनि पार्ट नम्बर छ त्यसको के हुन्छ त, नम्बर हुन्छ। यहाँ हेर्नु, नम्बर छ। यो यहाँ सी भन्नाले क्यापेसिटर, जस्तै कि आर भन्नाले रजिस्टर। त यसको के छ, नम्बर छ। अब त्यसको पनि लेआउट हुनु पर्यो। लेआउट नभएर त हुँदैन। एस्मेटिक मात्रै यहाँ हेरिरहेको छु। यहाँ A107 को A10 यसको एस्मेटिक मात्रै छ।
लेआउट खोइ यहाँ एस्मेटिक सर्भिस म्यानुअल भनेको त त्यो तपाईँको त्यसमा डाइरेक्सन दिएको हुन्छ कि यो स्टेप फलो गर्नु भनेर यहाँ सबै कम्पोनेन्टहरूको नेम मेन्सन गरिएको हुन्छ। यसमा पनि तपाईँको पार्ट नम्बर यहाँ एकैछिन पार्ट नम्बर हामीलाई चाहियो। छैन यसको हामीलाई यसमा कन्फर्म गर्न मिल्दैन। ठिक छ यसलाई हामीलाई किनभने लेआउट नै छैन। सो बर्नियोमा यस्तो धेरै कुरा हुन्छ जुन मिस्टेक हुन्छ त्यो पनि हामीलाई आइडिया हुनु पर्यो तब मात्रै तपाईँ बुझ्न सक्नुहुन्छ कि यहाँ यो फोल्ट छ। ठिक छ अब यो के छ भने हामीलाई मल्टिमिटरले थाहा गर्यो कि यो 10 किलोको छ। ओके सो अब तपाईँहरू मजाले यसको भ्यालु निकाल्न सक्नुहुन्छ। रेजिस्टर कुन मोडमा मापिन्छ एकपल्ट च्याटमा सबैजना मलाई कन्फर्म गर्नुहोस्। ड्यामेज छ भने मिलनजी तपाईँलाई बर्नियो हेर्नुपर्छ बर्नियो एस्मेटिक नत्र अर्को बोर्डमा हेर्नुपर्छ कति भ्यालुको छ अर्को अप्सन छैन। एस्मेटिक हेर्नु पर्यो बर्नियो एस्मेटिक। यो भन्नुहोस् कि तपाईँ ओम्स मोडमा एकै मोबाइल पर्फेक्ट दुईटै साइडबाट यदि सेम भ्यालु आयो भने ओके मान्ने र भ्यालु नै आयो दुईटै साइडबाट एक तलमाथि भ्यालु भइरहेछ धेरै भ्यालु नै आएन भने त्यो के हो त ओपेन हो। ठिक छ सबैजना भन्नुहोस् कि रेजिस्टरलाई कुन मोडमा माप्ने हामी कुन मोडमा मापिन्छ मेजरमेन्ट कुन मोडमा हुन्छ सबैजनाबाट मलाई चाहियो एन्सर नत्र यतै रोकिदिन्छु क्लास। यही स्टप हुन्छ सबैबाट एन्सर चाहियो यसको कुन मोडमा रजिस्टरलाई मापिन्छ र अहिले मापेको रजिस्टर कति भ्यालुको छ। फास्ट फेरि तपाईँहरूको क्लास पनि 9 बजे बन्द हुन्छ। टेन किलो ओम्स पर्फेक्ट साउन्ड ग्रेट। सो अब हामीलाई के गर्नु पर्यो भने कि यसको यो रजिस्टर त अब हामीलाई के गरिदिनु पर्यो यो रजिस्टरलाई एसेम्बल गरिदिनु पर्यो। डिसेम्बल हामीले गरिसके अब यसलाई फिक्स गरिदिनु पर्यो इन्स्टल। सो यसलाई अब के गर्नुपर्छ भने टेम्परेचर अलिकति बढाउनु पर्छ 300 छ म 320 गरिदिन्छु 320 गरिदिन्छु र एयर पनि हल्का एयर स्टार्टिङमा यदि यो अहिले त यहाँ फिक्स छ अलिकति जोइन्ट भएको छ नत्र के हुन्छ भने उड्छ। सो यसलाई म एयर अहिले 40 राख्छु र तपाईँको ह्यान्ड एकदम स्टेबल हुनु पर्यो। स्टेबल कसरी हुन्छ प्र्याक्टिसले। अब के गरिदिन्छु म 360 टेम्परेचर र 60 एयर गरिदिन्छु किनभने मलाई छिटो लगाउनु छ यो। र यसलाई लागेको छ कि छैन चेक गर्नको लागि हल्का सेक गर्नुपर्छ। अहिले त लागेको छैन यो मेल्ट भएपछि आफै थाहा हुन्छ हामीलाई कि यो लागिसक्यो भनेर। हेर्नु अरू मेल्ट भइरहेछ यहाँ हेर्नु ध्यान दिनु सबैजना साथीहरू यसलाई के गरिरहेछु मुभ गरिरहेछु भने
यो मुभ भइरहेछ र आफै आफ्नो ठाउँमा यो जान्छ। यहाँ हेर्नु आफै आफ्नो ठाउँमा गइरहेछ। च्याटमा भन्नुहोस्। हेर्नु मुभ गरिरहेछु आफै आफ्नो ठाउँमा आइरहेछ। यो एकदम मजाले के भयो त लागिसक्यो। बुझ्नुभयो? मुभ गर्दा पनि आफै आफ्नो ठाउँमा आइरहेछ। सो यो मजाले लागिसक्यो। अब 20 सेकेन्ड छोडिदिने, त्यसपछि यसलाई हामी हल्का टच गरेर चेक गर्ने कि यो पर्फेक्टली लागेछ कि लागेको छैन। हल्का थिनर हालिदिए। यो अहिले हिट छ, आफै थिनर के भइरहेछ, सुकिरहेछ। अब क्लिन गरिदिनु। यो मजाले के भयो त इन्स्टल भइसक्यो। जो पहिलाको जस्तै इन्स्टल भयो कि नै भन्नुहोस् तपाईँहरू? एकदम मजाले। सो यो के थियो त रजिस्टर। अब रजिस्टरको काम बुझ्नु पर्यो हामीलाई। रजिस्टरको काम छ भने यदि यो सिरिजमा छ भने कि प्यारललमा छ भने कसरी बुझ्ने त? यहाँ हेर्नु मल्टिमिटरलाई हामी के गर्ने, कन्टिन्युटी मोडमा राख्ने अथवा डायोड मोडमा राख्ने। ठिक छ, दुइटै मोडबाट हामीलाई थाहा हुन्छ। सो यसलाई म राख्छु अहिले कन्टिन्युटी मोडमा। कन्टिन्युटी मोड भनेको बिप मोड। बिपको आवाज आयो। बिपको आवाज सुन्नुभयो तपाईँहरूले? सुन्नुभयो कि नै बिपको आवाज? सुन्नुभयो कि नै छिटो कन्फर्म गर्नुहोस्। यस सर, ठिक छ। अब यसलाई के गर्छु, एउटा पोइन्ट म ग्राउन्डमा राख्छु र एउटा यता। यो के छ त? यो कम्पोनेन्ट केमा छ भन्नुहोस् तपाईँहरू? कुनै साइडबाट बिपको आवाज आएन भने यो कम्पोनेन्ट सिरिजमा छ कि प्यारललमा? अहिले हेर तपाईँहरूको नलेज थाहा भइहाल्छ कति छ, कति सिकिराख्नु भएको छ। एक साइडबाट पनि यसको बिपको आवाज आएन भने यो सिरिजमा छ कि प्यारललमा भन्नु साथीहरू? त्यसपछि म भन्छु। सिरिजमा छ कि प्यारललमा? एक साइडबाट पनि बिपको आवाज आएन। सिरिज सिरिज पर्फेक्ट 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 सिरिजमा छ, किनभने एक साइडबाट पनि यसको बिपको आवाज आएन। अब हामी के गर्छौँ, यसलाई डायोड मोडमा चेक गर्छौँ। हेर्नु अहिले छ बिपको कन्टिन्युटी मोडमा, अहिले राखिदिए डायोड मोडमा। सो अब चेक गर्छौँ। डिभर्स जिआर ओएल ओएल ठिक छ। अहिले मेबी हुन सक्छ कि यो चार्जिङ आइसी कनेक्टेड छैन, सो भ्यालु आएन। चार्जिङ आइसी नभएर हुन सक्छ कि यसको भ्यालु के भयो त आएन। ओएल ओएल छ दुइटै साइडबाट। यो कोसँग कनेक्टेड छ यसको, त्यसको कन्फर्मेसनको लागि हामी यसलाई बिटम्यापमा चेक गर्न सकिन्छौँ। सो A107 को बिटम्याप छ यहाँ। यो कोसँग कनेक्टेड छ यहाँ हेर्नु, चार्जिङ आइसीसँग कनेक्टेड छ। अब आइसी नै छैन भने भ्यालु सो हुँदैन। यो के छ त क्यापेसिटरसँग कनेक्टेड छ, क्यापेसिटरको भ्यालु यहाँ सो हुँदैन, ओएल हुन्छ। ठिक छ। सो त्यसैले यसको भ्यालु सो भएन, आइसी छैन। आइसी भएपछि यसको भ्यालु आउँथ्यो। ओके। सो त्यसपछि
तर कनेक्टिभिटी हामी चेक गर्न सक्छौँ यहाँबाट कुन पोइन्टमा कनेक्ट छ यो चाहिँ यतादेखि 2 नम्बरमा र एउटा यता 2 नम्बर र यतादेखि तलको 2 नम्बर यता यो साइडको 2 नम्बर र यो साइडको 2 नम्बर। सो यो चेक कनेक्टिभिटी हामी यसरी चेक गर्न मिलिहाल्छ। यहाँ हेर्नु मल्टिमिटर 003 अथवा 2 भइहाल्छ। हेर्नु अहिले भ्यालु आइरहेछ। यहाँ कनेक्टिभिटी हेराइदियो, कनेक्टिभिटी हेराइदियो, यसको मतलब कि यो लाइन यताबाट कनेक्टेड छ, लाइन ब्रेक छैन र यसको यहाँबाट कनेक्टेड छ। आयो कनेक्टिभिटी। अब यसलाई कन्टिन्युटी मोडमा राख्यो भने बिपको आवाज आउँछ। यहाँ हेर्नु यताबाट आयो बिपको आवाज आयो, यहाँबाट यहाँ बिपको आवाज आयो, यहाँबाट यहाँ, यो कनेक्टिभिटी छ। सो यसरी तपाईँको के हुन्छ भने ट्रेसिङ कम्पोनेन्टहरू पर्फेक्टली चेक हुन्छ। त्यसपछि अब हामीलाई के चेक गर्नु पर्यो, अब क्यापेसिटर कसरी चिन्ने, नन पोलर क्यापेसिटर, नन पोलराइज क्यापेसिटर। पहिला हामी रेजिस्टरको काम बुझौँ, सिरिज र प्यारलल। यदि सिरिजमा छ भने के काम हुन्छ, भोल्टेज कम गर्ने काम गर्छ। के काम गर्छ, यदि सिरिजमा छ भने भोल्टेज कम गर्ने काम गर्छ। यदि कम्पोनेन्ट मिन्स रेजिस्टर यदि प्यारललमा छ भने के काम गर्छ, प्यारललमा छ भने के काम गर्छ, अनुपजी एकपल्ट तपाईँ च्याटमा हालिदिनुहोस् त। यदि रेजिस्टर प्यारललमा छ भने क्यापेसिटर, गम्बोजी क्यापेसिटर प्यारललमा हुन्छ भने सिग्नल फिल्टर गर्छ, तर रेजिस्टर यदि सिरिजमा छ भने भोल्टेज कम गर्छ, प्यारललमा छ भने करेन्ट फ्लोलाई कम गर्छ। आफ्नो भ्यालुको हिसाबले करेन्ट फ्लोलाई के गर्छ, कम गर्छ। यदि त्यही रेजिस्टर यदि सिरिजमा भइदियो भने सेम कम्पोनेन्ट, सिरिज र प्यारललको गेम छ। यहाँ सिरिजमा छ भने भोल्टेज कम गर्ने, प्यारललमा छ भने करेन्ट फ्लोलाई कम गर्ने, अवरोधक करेन्टलाई अवरोध गर्ने। यो होइन कि रोकिदिने, अवरोध गर्ने, स्लो गरिदिने, ठिक छ, रोकिदिने, आफ्नो भ्यालुको हिसाबले रोकिदिने करेन्टलाई, करेन्ट फ्लोलाई कम गरिदिने। क्लियर। प्यारललमा छ भने करेन्ट फ्लोलाई कम गरिदिने। यदि त्यही रेजिस्टर सिरिजमा छ भने भोल्टेजलाई कम गरिदिने। भोल्टेज डिभाइडर सर्किटमा युज भयो हुन्छ, त्यो तपाईँहरू त्यहाँ हेर्नुभयो भने सिरिजमा युज भयो हुन्छ र त्यसले के गर्छ, भोल्टेजलाई कम गरिदिन्छ। सो तपाईँहरूलाई आजको यो भिडियो चाहियो भने आफ्नो मोबाइल नम्बर यहाँ छोडिदिनु होला, ताकि तपाईँलाई यो भिडियो जुन रेकर्ड भइरहेछ तपाईँलाई भिडियो मिलिहालोस्। भिडियो चाहियो कि नै तपाईँहरूलाई, कस कसलाई भिडियो चाहियो एकपल्ट च्याटमा कन्फर्म गरिदिनुहोस् त साथीहरू, ताकि म तपाईँहरू भिडियो प्रोभाइड गराउन इजी होस्। सबलाई त चाहिएन नि भिडियो, जसलाई अलरेडी थाहा छ उहाँहरूलाई त भिडियो चाहिएन। अनिल शर्माजी उहाँलाई भिडियो चाहियो। भिडियो चाहियो भने सबै जसले आफ्नो नम्बर यहाँ छोड्नुहुन्छ त्यसलाई उहाँहरूलाई लिङ्क पठाइदिन्छु भिडियोको। अब नम्बर छोड्नु भएन भने म कहाँ खोजेर ल्याउँछु। तो हाम्रो सर पनि यहाँ हुनुहुन्छ, हाम्रो सिद्धार्थ सर। सो उहाँसँग
पनि तपाईँहरू पुरा गर्नुहोस् र तपाईँहरूलाई पनि म अनम्युटको पर्मिसन दिन्छु। चलिए, कैसी रही आज की क्लास? कैसा लगा आज की क्लास में? मेरे को तो नेपाली नहीं आती है, आप लोग भी बता दें। सलेन सर, रिकॉर्डिंग को बंद कर देंगे।